सबैजना चाहिँ तोडफोड आगजनीमा थिएन मैले लेखेको हो अनि आजको पनि हामीलाई यहाँबाट निकाल्नु भएको क्रेडिट कसैले लिन खोज्नु भएको भन्ने सुन्नमा आएको छ। हामी यहाँ दिनभरि इन्भेस्टिगेसनमा बसेर रुल अनुसार इन्भेस्टिगेसन सकेर निक्लेको हामीलाई कसैले निकालेको होइन। हामी दिनभरि यो ठ्याक्क नामै तोक्नु न निकालेको भन्ने छ छैन निकालेको दिनेश चन्द्र खनालले उचालेर ल्याए भएको हल्ला है यो फेरि मैले भने सुन्नु न पहिले सुन्नुपर्छ पक्नु न सुन्नु न दिनेश चन्द्र के अरे खनाल दिनेश चन्द्र खनालले उचालेर ल्याए के फन्डिङ गरे अनेक गरे तर अन्तिममा छुटाउनु पर्ने समयमा टाँदे भागे भन्ने थियो। दिनभरिदेखि यहाँ परिसरभित्र छु यहाँ आउनुपर्ने रिपोर्टर्स क्लबमा गयो भन्ने कुरा घोडाहरू थियो त्यो घोडाहरूले यहाँ आरोप लगाइराखेको छ। म यहाँ दिनभरि यहाँ छु घोडाले त्यो आरोप लगाइराखेको छ कि दिनेश चन्द्र खनाल भगौडा हो भनेर। त्यो कसैको घोडा हुनुपर्छ। यो हामीले पानीमा माछा मार्नेहरूले र कसैको घोडाहरूले बोल्ने निकाल्ने अहिले मलाई स्पष्ट पार्न आफ्नो कुरो एउटा म सबै जेन्सी लिडरहरू भनाउँदाहरूलाई प्रश्न गर्न चाहन्छु। तपाईहरुले साँच्चै हामीलाई निकाल्न आउनु भएको थियो आएर पनि बाहिरबाट जानु भएको होला तर हामीलाई कुनै थाहा छैन। हामीलाई निकाल्ने भनेको दिनेश चन्द्र खनाल एउटा हामीलाई अभिभावकको रूपमा लिऊ हैन र कुनै सुदन गुरुङ यानी एभ्रीबडी कोहीले निकालेको छैन हामीलाई। यो चाहिँ सबैसम्म यो सबैको कानसम्म पुग्नुपर्छ। यदि हाम्रो पनि यो यत्रो चाहिने हामीलाई यत्रो मिसबिहेभ गरेको छ भित्र र यसको क्रेडिट कसैले उठाउन चाहे भने होशियार। सर अनि एउटा मेन कुरा के छ भने जस्तै हामीले